साथीहरू हजुरहरूले भिडियो पुरा हेरिदिनु होला एकदमै फन्नी भिडियो छ के त्यही भएर मैले भनेको छु। हामी चाहिँ राति 8 बजे बर्थडे मनाएर फर्किँदा फेरि बाबुको बाटोमा पार्क छ अनि एकछिन बाबु नानीलाई खेलाएर जान पर्यो भनेर आएको। हेर्नुहोस् त बाबु यसरी ह्याङ्गिङ बारमा चल्ने प्रयास गरिरहेका छन्। बाबाले मोबाइल हेरेर बसिराख्नु भयो थियो। बाबु लड्छन् भनेर जुरुक्क आएर उठेर बाबुलाई यसरी सिकाइराख्नु भएको छ। सन्तानको माया कति हुन्छ नि है साथीहरू। आँखा दुईटा भए पनि चारतिर घुम्ने रहेछ है साथीहरू। हेर्नुहोस् त बाबु कति खुसी भएर ड्याडी हामी सधैँ आउन पर्छ है पार्कमा भनेर भन्दै थिए बाबुले। अनि के गर्नु साथीहरू सधैँ खेलाउन लिएर आउनुहुन्थ्यो काम पनि गर्नुपर्छ। आज चाहिँ एकैछिनको लागि छुट्टी लिनुभएको थियो कामबाट अनि त्यही भएर बच्चाहरू पनि धेरै खुसी भएका छन्। हेर्नुहोस् त बाबाले पनि यसो हिँड्नु भएको छ उतापट्टिबाट हेर्नुहोस् न। छोरीले पनि बाबालाई धकाल्दिन है साथीहरू हेर्नुहोस् त।